ट्रामहरु रहेको पुराना जमानाको ट्रान्सपोर्ट यो चाहिँ कोपेनहेगनमा चल्ने पुरानो खालको ट्राम. Was built in 1930. 1930, okay. And the last horse tram was in 1915. 1915, okay. So the other one, the double deckers, those are before from 1895 and 1910 and something. Okay, okay. And the one which just left, that was the one which was pulled by horse before, Yeah, right? the last one of it. Okay. That was an old Okay, horse. okay, okay. Thank you for information. यहाँ यस्तो चाहिँ कफी खाने ठाउँ पनि छ. यो चाहिँ पुरानो जमानाको ट्रान्सपोर्ट सिस्टम डेनमार्क कोपेनहेगनको एउटा म्युजियम हैन. त्यो हेर्न हामी यहाँ आएको आज. यहाँ टक्क बस्ने ठाउँ पनि रहेछ. पिकनिक स्पट. दिनभरि यो टिकट काटेर भित्र छिरेपछि दिनभरि ट्राम जति चढे नि हुने रहेछ. यो चाहिँ होइन रे. त्यो चाहिँ स्टिगेल कोङ्सनिटो टान्सभाइमा चल्दो रहेछ पहिला. यसमा 2वटा डब्बा छ. यसको चलाउने चाहिँ यस्तो रहेछ पहिला ह्यान्डलबाट यसरी चलाउने रहेछ. यसको सिटहरू यस्तो छ. पुरानो दुईतिरबाट चलाउनु मिल्ने. एउटा यहाँबाट भयो, एउटा चाहिँ यस्तो पछाडि यहाँबाट पनि छ. यहाँबाट पनि चलाउनु मिल्छ यस्तो ह्यान्डल. यो अर्को आयो. कता कता हिँड्ने? डेट लेखेर हिँड्छ. त्यसले गर्दा थाहा भएन. ऊ जमानामा बस चाहिँ यस्तो. यो चाहिँ ग्लासाक्स कमुनमा चलेको बस रहेछ. 19 नम्बर भनेछ. चल्दो रहेछ पहिला. यस्तो गाडी त्यो बेलाको
फोर्डको गाडी रहेछ, कति साल पुरानो हो थाहा भएन। यस्तो खालको रहेछ त्यो जमानाको गाडी। अब हाम्रो देशमा चाहिँ पुराना गाडीहरू ट्रली बसहरू कता गए के भए केही त्यसको अवशेषहरू बाँकी छ कि छैन थाहा छैन। यहाँ चाहिँ पुरानो जमानाको चाहिँ ट्रामहरू कोपेनहेगन डेनमार्कमा कस्तो कस्तो चाहिँ ट्रान्सपोर्टेसनहरू थियो भन्ने एउटा म्युजियम बनाएर यिनीहरूले यहाँनिर देखाइरहेको छ नयाँ पुस्ताहरूका लागि। हाम्रा पिता पुर्खाहरू कस्ता साधन चढ्थे भनेर पछिसम्मको जेनेरेसनलाई थाहा होस् भनेर विभिन्न चाहिँ रुटमा चल्ने ट्रामहरूको ठ्याक्क यहाँ डेमोन्स्ट्रेसन गरेर राखेको छ यिनीहरूले। अनि यसको लागि पर्यटकहरू ठ्याक्क यो हेर्न आउँछन् होइन। यो मान्छेहरूलाई खुल्दुली पनि हुने भयो। अनि एकजनाबाट 150 क्रोनर पैसा उठाएर यिनीहरूले एउटा इतिहासलाई पनि बचाएका छन्, टुरिज्मलाई पनि, र आम्दानीको एउटा सानो भए पनि स्रोत बनाएको छ। अब यो पनि आयो एउटा यस्तो खालको नर्वेको झन्डा राखेर। सबै कुरा चाहिँ यहाँनिर सोधियो भने मात्रै इन्फर्मेसन पाइने रहेछ। उता मायोस्ट्रियन नेसनल समथिङ केही लेखेको छ। अनि हामीले 1-2जनालाई चाहिँ सोधेको थियौँ। अब उनीहरू पनि त्यो ड्राइभ गरिराख्नु पर्ने भएको भएर फेरि धेरै इन्फर्मेसन पाइएन। अब ओरेन्सेमा यस्तो हेर त, ओरेन्से लेखेको छ, त्यो जमानाको बस थियो, फ्युनमा चल्ने बस रहेछ त्यो बेलाको। सिट्रोनको गाडी रहेछ यो त्यो बेलामा। सिट्रोनको बस चढ्नु पाइन्न कि यति गाडी। Can we use this with the same ticket? No, you have to pay 30 crowns 30 crowns extra, okay. each. Okay. So this bus was the public transportation before, right? Yes. When? Odense, Fyn. Fyn, Odense. So which year? Around which year? Oh, 1940. 1940, okay. Yeah. So these were the model of the design of the bus in the past. Thank you. Round the one. बहुत चाख लाएर फेरि म सोध्दै हिँडिरहेको छु हैन। ए यहाँ ल टक्क आइहाल्यो त त्यही ल हेरौँ डेमो। ए अब चल्ने ट्राम सायद यो नयाँ के डट हेर त लुनटोफ्टे भनेको यो ल लुनटोफ्टे यो अब चल्ने ग्लोस्रुपतिर योतिर यस्तो छ त्यो बेलाको ट्रान्सपोर्टहरूको। हेर्नुहोस् कहाँ चल्थ्यो उयो ए गामलहोल्म, रोडहुस, ग्रिफेनफेल्स भन्ने त्यो एरियामा चल्ने ट्राम यस्तो रहेछ त्यो बेलामा। अनि घोडाले तान्थ्यो अरे एउटा चाहिँ डब्बालाई एउटा घोडाले तान्थ्यो अरे। यहाँ आऊ त, यहाँ भित्र जाऊ न। यो नयाँ चल्ने ट्राममा चढिनु बुढी ल। ट्राम चला छैन यहाँ ल्याएर राखेर चाहिँ नयाँ कोही भन्नु पाएन उद्घाटन नै मेरो उहिले गरिने ल। कुन लाइनमा चल्छ भन्ने चाहिँ यहाँ छ होइन। इसोबाट यो लाइनमा चल्ने यो नयाँ हो यो लाइन अनि तोफ्टेसम्म चल्छ।
अनि यो ठाउँमा चाहिँ अब पुरानो जमानाको सरसाधनहरू पनि टक्क म्युजियममा राखिया छ। त्यो बेलाको सिलाइ मेसिनहरू, साइकल, यो कति सानो रहेछ हेर न। त्यो बेलाको टेलिफोनहरू यताउति सबै। ल यहाँ के गरे यो अफिसमा काम गर्ने मान्छेले टाइपराइटर त्यसरी प्रयोग गर्थ्यो। अगाडि उसै अगाडि टेबलमा त्यस्ता साधन हुन्थे होइन। यतापट्टि अब सेक्युरिटी गार्ड होला बिराए। यस्तो यो सबै। त्यो बेलाको प्याकेजहरू ओसार पसार गर्ने यस्तो हुँदो रहेछ त्यो बेलामा। साइकलमा जोड्ने होला। पुरानो कार होइन। यो आज डेमोन्स्ट्रेसनमा नम्बर दिएर राखेको छ। यो 23 नम्बरको रहेछ। स्टियरिङहरू त्यस्तो होइन टक्क। Hi, is this your car? Yes. How old is it? 1960. 1960, okay. Yes. It's Volvo, right? Yes, Volvo. Are you driving it in your daily life nowadays? No, not daily. No, Just no. for fun. Does it consume diesel or petrol? Petrol. Petrol, okay. Yes. 12 liter per 100 12 kilometers. liter per 100. Yes, I think. Okay. Your good name? Pelle. Thank you, Pele. Bye-bye. Have a good day. Hi. त्यो बेलाको फ्यामिली कार हेर्नु कति सानो होइन। एउटा ढोका छ। मान्छे अट्ने चाहिँ उत्तिनै हो। सानो भोक्सवागनको रहेछ। नम्बर प्लेट यस्तो। त्यहाँ त्यस्तो पुरानो त्यो आर्मीहरूले युज गर्ने जस्तो। पहिला हाम्रो राज परिवारलाई चाहिँ युरोपियनहरूले गिफ्ट दिने पनि यस्तै गाडी हुन्छ नि। कता लाग्नु भयो? अब जाउँ न पुरानो जमानाको छोटा नै ल्याऊ। बुइकालै रहेछ नि, छोटो मात्रै गरेर। ल यहाँ बसेर माथि बसिरहेको छ होइन। अब ट्रेनहरू आएको। ल ट्याङ गर्दै भन्नुहोस् छुट्यो। भन्नुहोस् मान्छे त हालेर गयो। यताबाट मान्छे हेर्दै जाने हो। यिनीहरू बुद्धि भएका मान्नुपर्छ कि पुरानो फाल्ने छ त। अहिले अब यहाँ इन्ट्री गरेको 150 क्रोनर लिँदो रहेछन्। अब यति एक राउन्ड लगाइदियो। अब पहिलाको पनि कस्तो थियो भनेर देखाउन पनि भयो। त्यसबाट इन्कम मजाले भयो। अब हाम्रो चाहिँ के भन्ने है, हाम्रो ट्रली बसहरू पनि त्यसरी राख्या भए चाहिँ एकदमै राम्रो हुन्थ्यो भन्ने लाग्यो कि।